टिकटक गराउनु टिकटक घर क्या हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। सन्चै हुनुहुन्छ? आज चाहिँ म एउटा अचम्मको कुरा गर्दैछु, काम गर्दैछु। त्यो काम हो म देखाउँछु है तपाईहरुलाई। हेर्नुहोस् गाइज, यो भाँडा चाहिँ म आज धुनेछु। आज भाँडा धुने जिम्मेवारी चाहिँ मलाई सुम्पिएका छन् घरका परिवारहरूले, त्यही भएर म यो सबै भाँडा चाहिँ आज धुनेवाला छु। आजको मेरो काम। त्यसैले भिडियो अन्तिमसम्म हेर्नु होला। भिडियो मन परेमा च्यानलको सब्स्क्राइब भने चाहिँ गर्न नभुल्नु होला। आज चाहिँ म मजाले भाँडा धुने छु। साथीहरु, म चाहिँ अब भित्रबाट यी भाँडाहरू चाहिँ धुनको लागि बाहिर लग्ने छु। सबै भाँडाहरू चाहिँ म बाहिर लग्छु अनि त्यसपछि म चाहिँ यी भाँडाहरू चाहिँ बाहिर नै धुने हो टक्क लाएर। लगभग कति, एउटा दुईटा तीनटा, सबसे ठुलो यो सबभन्दा ठुलो चाहिँ यो चाहिँ हल्का गाह्रो हुन्छ होला, हल्का धौ हुन्छ यो चाहिँ। त्यही पनि म आज धुनेछु भाँडाहरू चाहिँ। गाइस, मैले चाहिँ अब भाँडा धुन सुरु गरेँ। आज सबै सुकाउने हो नि। यत्रो भाँडा। मम्मी अल त पानी बचाऊ है, म टाउको मात्रै नहुने। भाँडा धुनला मान्छेलाई धेरै डिस्टर्ब नगर। टिकटक गराउनु टिकटक पनि त्यसलाई चार्ने त्यसो त्यही हो भने त्यसलाई चार्ने अब त्यो पर्वे तिमी सुन्तला भए यताउति हाल्दै अब काँक्रावर खोज्नु हैन त्यो मजाले बारे गाखान पछि त्यसलाई भाँडा धुन्छु म अनि त्यसपछि काम हुन्छ। भित्र म बोतला भन्ने क्या घर क्या अब चाहिँ म फटाफट भाँडा धुँदैछु। टक्क बाहिर पहिला सानो भाँडा धुँदैछु अनि त्यसपछि ठुलो धुनेछु। मलाई चाहिँ भाँडा धुन पनि आउँछ हल्का फुल्का चाहिँ। तपाईँहरूलाई आउँछ कि नै गाइज? सबै काम गर्नुपर्छ जिन्दगीमा। घामले टाउकै पुल्लेलो लास्ट गर्मी छ। हा हा मेरो खुट्टे पाटी हाम्रो यता चाहिँ काक्ती फलेको छ। काक्ती त्यो धुया हो त हो या कहाँ हाल्यो अब? Kalau ada sudah. Jadi halo. Sampai mana benar tu kita khusus kosin dah kita nama tu. Orang banyak. Mana halo.
रोगन गरान्छु भाँडा भाँडामा हालिदिन्छु क्या खाली हुँदा म पखाल्ने छु यिनीहरूलाई भाँडा टक्कै नि पखाल्ने छु अनि त्यसपछि अरू निदैलाई जाउनु है किन जान्न भन्नु खोर्सानी भाँडेपछि कहिले तेल पोरो त्यस्तो नभए खोर्सानी पचाउने नेपाली धेरैजना निप्ने कस्तो गराएन के यस्तो परिक्रमले तेलहरू त ढुङ्गा खाले हुन्थ्यो भनेर टुक्रा दूर गर्छौँ क्या त्यत्रो माथि अब यहाँ त तोर्न पहिला मैले त भाइ गएको थिएँ भोलि 2 बजी आइगयो पहिले त ती माथि बारीमा बसिआएको थियौँ उतै घुमाइदिउँ न त्यो उता मैले ससुर थियो घरमा सानो सबै खाले हेर्न गएर मैले त्यही जाने बाटोमा पुग्थेँ बाटोमा गइयो भनेर हालेको भने त हेरेर फुच्चो त निक्लिनु लाग्यो अझ मन नगएको सबै खाल्ने नि उही निक्लिनु लाग्यो त्यस्तो गरेर हाम्रो त्यो बार डुब्रियो भने डुब्रिन्छ यस्तो छ यस्तै बेला आउँछ यस्तै छ आमा पनि यति पाएको यति के हुँदैन त्यो नगए हामीले साँझ फेरि मुसाउने त गोली भ्यान तेल भ्यान पुऱ्याइदिनु तेल बनाइदिनु कि गोली पाथो त्यस्तो हुँदैन गुथ्यो भने दोहोरा मात्रै किनेर बोक्नु फाइनल्ली गाइज मैले चाहिँ भाँडा धोएर सकिसकेँ अब चाहिँ म एकदम फ्री भइसकेँ मैले चाहिँ एकदम मेहनत गरेर सबै भाँडा चाहिँ मैले एकदम मजाले धोइसकेँ अब चाहिँ म एकछिन रेस्ट गर्नेछु एकदम मजा आयो भनौँ न है एकदम रमाइलो लाग्यो भाँडा धुन चाहिँ तपाईँहरू धुनुहुन्छ कि नै भन्नुहोस् भिडियो कस्तो लाग्यो भिडियो मन परेमा च्यानलको सब्सक्राइब गर्न भने चाहिँ नभुल्नु होला हस् त अर्को भ्लगमा फेरि भेट्नेछु हस् बाई